मेरो माइजूको न्यू मिनी ब्लगमा हेर बाबु यति फुल लगाइछु मैले दौरा गरेछु यो नेपालको वेदर सबै अरहर लगाइछु यो यसको दाल खानी हो फलेपछि दाल खाम्ला अर्ग्यानिक वेदर फुल लगाइछु फुल फुल्ने फुल कलशमा राख्ने फुल छ ल्यारी हल्दी लगाइछु मैले बेसार के बेसार बेसार लगाइछु जेठा मेरो नाति खोर्सानी लगाइछु बाबु खोर्सानी खाने नेपालको राम्रो यहाँ पनि भिन्डी लगाइछु हेर बाबु भिन्डी त्यहाँ ल्याएर फेरि भाजीको साग कति राम्रो पानी छु राम्रो नेपालको यहाँ पनि खोर्सानी छ हेर फेरि जौँ कति राम्रो जौँको खेती छ यति गरेछु यहाँ फेरि हो क्या भुइँ भन्छ नि हाम्रो गृहस्थीमा भुइँ लगाइछु नेपालमा भन्छ नि यसलाई गावा गावा लगाइछु इङ्ग्लिसमा भन्छ नि गावा गोलभेडा भन्छ नि क्याबेज यो गोलभेडा लगाइछु हेर बाबु गोरगार पानी यस्तो छ झार सबै गर्ने हो यहाँ बन्दकोपी छ बन्दकोपी फेरि यसको अचार पनि खान मिल्छ तरकारी पनि खान मिल्छ यो सब गोरगार पार्ने हो सफा गर्ने हो ल्याएर फेरि यो पनि उखु के भन्छ नि धनिया हो यस्तो झार छ हेर न यस्तो झार काम धेरै झार छ धनिया यो पनि धनिया हो यो थोरै छ यता यो चाइनिज भाजी साग हो यो चाइनिज क्याबेज क्याबेजको पात भाजी साग फेरि लौरे सिमी हो यो लौरे सिमी यो पनि सफा गर्नुपर्ने यसरी लगाइ यसै गरी हाम्रो मिनी ब्लग यहाँ बन्द हुन्छ फुलकोपी छ फुलकोपी यहाँ पनि काउली फ्लेभर बन्दकोपी